अहिले चाहिँ 9:30 भइरहेछ रातिको है। काममा हिँडेँ म 2-3 दिनदेखि चाहिँ अब चिसो आउनु थालिरहेछ। लाग्छ अब जाडो आउँछ होला मेबी। त्योभन्दा अगाडिसम्म चाहिँ अब औरा गर्मी नै थियो होइन। अहिले चाहिँ चिसो आइरहेछ, जाडै हुन्छ। हावा पनि लगाइरहेछ है, पुरै स्वर हान्छ। सुनसानै हुन्छ प्रायः भित्रको यहाँको सडक चाहिँ। दिउँसो र बिहान चाहिँ अलिक गाडीको चाप बढी हुन्छ, नत्र भने चाहिँ खाली हो। अब ताड्यो अब के आयो। म चाहिँ त पाहाडबाट छिर्दै जान्छु अब। यस्तो मजाको हावा लाग्छ, चिसो लागिरहेको निन्द्रा पनि भएको छ। यस्तो फ्रेस लाग्छ लागेर, यस्तो लागेर। चाहिँ खोला छ, पुरै दामी छ। फायरवर्क्स हुन्छ यहाँ। अस्ति म हानाबी यहीँ भएको थियो, मेरो फर्स्ट हानाबी। त्यहाँ चाहिँ पार्कमा पनि बाटो चाहिँ एकदम दामी क्या, सही हुँदो रहेछ। अब यहाँबाट लगभग मलाई 10 मिनट जस्तो लाग्छ साइकलमा है पुग्नलाई। माथिपट्टि चाहिँ हाइवे छ, गाडीहरू मस्त कुदिरहेको हुन्छ। तलबाट आइरहेको छ आज म। मान्छेहरू चाहिँ राति पनि कुद्छ है, बिहान पनि कुद्छ, दिउँसो नि कुदिरहेको हुन्छ। यताको चाहिँ एक्सर्साइज चाहिँ मजाले गर्ने मान्छेहरू, फिट एन्ड हेल्दी। हामी नेपालीहरू चाहिँ अब काम गर टाइमै हुन्न, भोलि भ्यात त निक्ल्यो, त्यस्तै छ। जापान आएको नि लगभग 4 महिना हुन लाग्यो। अहिलेसम्म चाहिँ ठिकै छ भनौँ। खासै घुम्न जानु चाहिँ पाइएको छैन। काम गर मात्रै हो। काममा गएर पनि 12 घन्टा काम गऱ्यो, आयो हप्लक्क सुत्यो। अब दिउँसो सुतेरै जान्छ। बिदाको दिन पनि राति बिदा, कहाँ जानु सुतेरै जान्छ। नाइट ड्युटी चाहिँ अलिक गाह्रै हुँदो रहेछ भनौँ न। गाह्रो नि, काम गर्न चाहिँ गाह्रो होइन कि। अब राति सुते जस्तो दिउँसो सुते नहुने। दिउँसो जति घन्टा सुते नि निन्द्रै पुग्दैन। बरु राति 2 या 3 घन्टा सुते पनि आनन्दको निद्रा पुगे जस्तो फिल हुन्छ। दिउँसो चाहिँ कहिले निद्रै पुग्दैन। यहाँबाट मेन रोडमा जोडिनुपर्छ म। मेन रोडै के हो, शाखा बाटो नै भनौँ होला।
अलि उता गएपछि आउँछ। दुई दिनभित्रमा चाहिँ चिसो भत्तै नै बढाएछ भन्दा नि हुन्छ। यस्तो कुदेर आउँछ जस्तो लाग्यो। यहाँ रेड लाइट छ, रेड लाइट भयो भने मैले यता छिर्छु। ग्रिन बल्यो ग्रिन बल्यो यही बेला चाहिँ म छिर्दिइहाल्छु त्यहाँ। बाइक चढ्दा नि नेपालको याद आउने कि बाइक देख्दा पनि। बाइक रन्केर आउँदा नि ऊ नेपालमा आफूले पहिला कुदाएको छ जसले याद आउँदो रहेछ नि। अब यहाँ साइकल पेल्नुपर्छ हस्टे गर्दै। गियरवाला साइकल ल्याएको हुन्थ्यो। गियरवाला साइकलसँग कम्पनीले दिएछ यो साइकल ठिक छ, यसलाई काम चलाऊ। मेन रोड आयो, मेन रोड उताबाट शाखाबाटै चाहिँ मेन रोड हो। यहाँबाट पारि जान्छु म। उताबाट घुम्नु पनि उता गएर रोक्नै पर्छ। यहाँबाट पारि गयो, पारिबाट सिधा गएर डिस्ट्रिक्टमा हुन्छ। लाइट चाहिँ ठाउँ ठाउँकै अब त्यहीँ पर लाइट, अब यहीँ लाइट छ, त्यहाँ पर अर्को लाइट छ। सिग्नल छ, सिग्नलै सिग्नल एकदम फलो हुन्छ फेरि यता चाहिँ सिग्नल। अब नेपालमा जस्तै रेड भरिया छ, यताउता हेर्छ है, ट्राफिक नदेखि अब कुदाइन्छ नि। यहाँ चाहिँ त्यस्तो गर्नु, यहाँ चाहिँ कुरेर बसिन्छ। खाली नै होस् रोड, आफ्नो पालो कुद्ने हो। त्यही भएर नि एक्सिडेन्ट रेट चाहिँ यतातिर एकदमै कम देखेँ मैले। खासै अहिलेसम्म देखेकै छैन भनौँ न यहाँ आएदेखि। नेपालमा स्टिल पनि सुनिन्छ है, न्युजतिर यता हेरिन्छ है, यता ठोक्यो अरे उता ठोक्यो अरे, एकजना मऱ्यो एकजना मऱ्यो भन्छ। नेपालमा त्यस्तै छ क्या। नेपालमा के छ भन्दा गाडीहरूलाई मात्र भनौँ न, अरू फलो गर्नुपर्ने जस्तो छ क्या नेपालमा चाहिँ। अब पैदल यात्रीहरू जति पनि हुन्छ उहाँहरू चाहिँ खासै यस्तो सिग्नलहरूको चाहिँ फलो गरेर देखिँदैन है प्रायः जस्तो। रेड बलले पनि बाटो काटिदिने हातले इसारा दिएर है, त्यही भएर एक्सिडेन्ट बढ्छ। खासै अब यो कानुन पनि लाग्दैन, लागेको पनि देखाएको छैन अहिलेसम्म बाटो काट्ने मान्छेहरूलाई, पैदल यात्रीहरूलाई। यहाँहरू हिँड्ने मान्छे होस्, साइकल चढ्ने मान्छे होस्, सबैले नियम चाहिँ फलो गर्नुपर्छ। सबैलाई नियम लाग्छ यहाँ चाहिँ है, फलो गर्नुपऱ्यो। अब एक्सिडेन्ट हुन्छ भने नि अब हाम्रो कारणले गल्ती हुन्छ भने हामीले नै उल्टै चाहिँ अब तिर्नुपर्ने हुन्छ, कम्पेन्सेसन दिनुपऱ्यो हामीले। त्यस्तो छ यता चाहिँ। नेपालमा चाहिँ ठुलो गाडीले हिट गऱ्यो भने ठुलै गाडीको गल्ती देखिन्छ। अब सानो गाडीले मिस्टेक गरेको छ भने पनि है,
गर्छु अनि चिया लिएर जान्छु, खान्छु, राति फ्रेस भइन्छ। यहाँभन्दा त चाहिँ नाइट वर्करहरू छ, भिडियो नगेसम्म होला है त। आजलाई यहीँसम्म